हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म गुगल क्लासरुममा गुगल क्लासरुमको नेम कसरी चेन्ज गर्ने, स्टुडेन्टले नेम कसरी चेन्ज गर्ने भन्ने कुरा सिकाउँछु। सुरुमा हामी गुगल क्लासरुम जानुपर्छ। यो चाहिँ मेरो गुगल क्लासरुम छ। यो साइड बारमा जान्छु, यो बारमा जान्छु। यसमा म क्लिक गर्छु। यसमा क्लिक गरेर सेटिङमा जान्छु। यहाँ तल भएको यो सेटिङ्समा जान्छु। यो सेटिङ्समा गएर म फेरि सेटिङ्स भित्र पनि एकाउन्ट सेटिङमा जान्छु। एकाउन्ट सेटिङमा जान्छु अनि एकाउन्ट सेटिङमा गएर चाहिँ मैले एकाउन्ट के गर्न सकिन्छ भने सबै कुरा चेन्ज गर्न सकिन्छ है। सबै कुरा चेन्ज गर्न सकिन्छ। म पर्सनल इन्फोमा जान्छु। पर्सनल इन्फोलाई म यहाँ गएर चेन्ज गर्छु। यहाँ जान्छु अनि मेरो नाम चेन्ज गर्छु। नेममा जान्छु। नेममा गएर म नेम एडिट गर्छु। नेममा गएर अलिकति टाइम लाग्छ नेटको चाल्नु। यसमा क्लिक गरेँ मैले यसलाई के गरेँ, मैले सर्ट नेम राखेँ एसटी मात्रै सेभ गरेँ। एसटी सेभ हुन्छ छोटो छैन तर सेभ भयो। डिस्प्ले एज एसटी भयो, ठिक छ। अब चाहिँ मेरो नाम एसटी भएर आइसक्यो। मेरो नाम चाहिँ अब एसटी भनेर यहाँ आइसकेको छ। अब चाहिँ मेरो नाम चेन्ज भइसक्यो। प्रोफाइल पिक्चर चेन्ज गर्नु पनि यहाँ जाने, प्रोफाइल पिक्चरमा क्लिक गर्ने, अनि पछि यसमा क्लिक गर्ने, अपलोड फ्रम डिभाइस देखिरहेको छ। अपलोड फ्रम डिभाइस अथवा टेक अ पिक्चर भनेको छ। टेक अ पिक्चर भनेको चाहिँ अहिले हामी क्यामेराबाट खिच्ने, अपलोड फ्रम डिभाइस भनेको चाहिँ डिभाइसमा भएको अपलोड गर्ने। अपलोड फ्रम डिभाइस गरेर तपाईँले आफ्नो जुन इमेज अपलोड गर्न सकिन्छ। अब यति गरी चाहिँ हाम्रो नेम पनि चेन्ज हुने भयो। मेरो नाम एसटी भनेर यहाँ आइसकेको छ। अब चाहिँ मेरो नाम चेन्ज हुन्छ। अब यहाँ गएर हेऱ्यो भने अब पिपुलमा हेऱ्यो भने मेरो नाम एसटी भनेर आउँछ है। मेरो चाहिँ नेम चेन्ज भइसकेको छ अलरेडी। आजको भिडियो चाहिँ यति नै हो। धन्यवाद।